हेलो गाइस, सबैलाई नमस्ते अनि गुड मर्निङ है। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु, राम्रै छु है, ठिकै चल्दैछ। र अहिले चाहिँ म काम गरिरहेको छु है, गाईलाई घाँस काटेर हाल्दैछु, तपाईँहरूलाई देखाउँछु है। र साथीहरू है, अहिले चाहिँ म जङ्गलमा छु, जङ्गलमा काम गर्दैछु है, तपाईँहरूले देख्न सक्नुहुन्छ। र मैले यहाँ बाँस काटेर है बाँस ढालेर चाहिँ बाँसको घाँस दिँदैछु है। र यो गाईहरूले चाहिँ बाँसको घाँस खाँदैछ। मेरो चाहिँ हाम्रो चाहिँ 3टा गाई छ है, 2टाले चाहिँ दुध दिन्छ है, एउटा चाहिँ सानै छ, एउटा चाहिँ मुनिपट्टि रहेछ। ठुल्ठुलै छ गाई, पहिला चाहिँ थुप्रो थियो है, र अहिले चाहिँ 2टा छ, 3टा छ। र हाम्रोतिर चाहिँ अन्त बाँस चाहिँ पुरा हुन्छ। हेर्नुहोस् है, बाँसको चाहिँ तपाईँहरूले जे बनाउँछु भन्दा पनि हुन्छ, बाँस चाहिँ बाँस छ। हाम्रो तल साक्योङतिर चाहिँ पेदोङ मुनि तल र गाइस है, अहिले चाहिँ अब जम्मै सुकिसक्यो है, एकदमै खरेड लागिसक्यो। तपाईँहरूले देख्न सक्नुहुन्छ ए रुखको पत्करहरू है, हरियो त कहीँ पनि छैन, अलिअलि मात्रै छ। र है जङ्गलहरू जम्मै सुकिसक्यो। घाँस चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ बाँसकै मात्रै हो, बाँसकै मात्रै हरियो हुन्छ। र बाँसकै घाँस दिन्छु म चाहिँ काटेर है, अगाउने पनि छिटो अगाउँछ पनि। अब के गर्नु, बस्तीमा काम त गर्नै पर्छ, काम त गर्नै पर्ने हुन्छ है, बिहान उठेकोदेखि बेलुकासम्म। तर भए पनि है, बस्तीको मान्छेहरू चाहिँ अलिकति स्ट्रङै हुन्छ है, अलिकति है हेल्दी हुन्छ है, बिमार हुँदैन, त्यही कारण है। एन्ड तपाईँहरूलाई कस्तो लाग्यो भिडियो है, राम्रै लाग्यो होला, आई होप राम्रै लाग्यो होला है। राम्रो लाग्यो भने चाहिँ लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला है।